हेलो नमस्ते सबैलाई। तपाईको पनि एनबिआरमा यसरी नै फेड टु फाइन्ड नेटवर्क होस्ट आउँदैछ भने म तपाईलाई आज सिकाउँदैछु। त्यसको लागि तपाई जानुहोस् फर्स्ट क्यामेरामा गएर हेर्नु रहेछ। यहाँनिर मैले सर्च गरेँ, मेरोमा 4टा क्यामेरा लगाएको छु। मैले यसलाई डिलिट गरेँ। अब फेरि म यसलाई सर्च गरेर माथि सर्च बारमा गएर सर्च गरेर अब फेरि एड गर्दैछु। 4टा क्यामेरा तपाईले एक एकवटा गर्दै एड गर्दा पनि भयो। तपाईले मल्टिपल एकैचोटि 4टा एड गर्दा पनि हुन्छ। अब एड गरेँ। अब एड गरेर म यसलाई फेरि आउँदा पनि इज फेल टु फाइन्ड नेटवर्क होस्ट आउँदैछ। अब फेरि म तपाईलाई जाँदैछु नेटवर्कमा गएर म तपाईको यहाँनिर मोडिफाईमा गएर म यसको स्ट्याटिक आइपी चेक गर्दैछु क्यामेराको। यसमा सिरिज अर्कै भइरहेको छ। सो म यसलाई आइपी चेन्ज गरेर म क्यामेराको आइपी हाल्दैछु, डिफल्ट आइपी। त्यो हालेर म टेस्ट गर्दैछु। अब टेस्ट गरेपछि इफ यसको पिङ भयो भने आइपी इज अभाइलेबल भन्दैछ। अब म यसलाई एड गरेँ। एड गर्दा पनि यही आइरहेछ। अब फेरि म के गर्छु, यहाँ गएर म 4टा क्यामेरा छ यसलाई म फेरि डिलिट गरिदिन्छु। डिलिट गरेर फेरि म सर्च डिभाइस गर्दैछु। सर्च डिभाइस गरेपछि मेरो 4टै क्यामेरा आयो। तपाईले यसलाई एक एकवटा गरेर एड गर्दा पनि भयो। तपाईले मल्टिपल एकैचोटि 4टै एड गर्नु पनि सक्नुहुन्छ। अब 4टा एड गरेपछि तपाईको यहाँनिर डिभाइसमा सबै क्यामेरा अगाडि स्क्रिनमा तपाईको आइरहेको छ।